हेलो दर्शक नमस्कार गाइस म बारम्बार भनिरहेको छु है जस्तो मैले गल्ती गरेँ तपाईहरु पनि नगर्दिनु होला हैन। स्पेशली यो फेसबुकमा नयाँ क्रिएटर हुनुहुन्छ भने उहाँले चाहिँ मेन कुरा ध्यान दिनुपर्ने कुरा के हो भन्दाखेरि आफ्नो ओरिजिनल कन्टेन्ट फर्स्टमा चाहिँ ओरिजिनल कन्टेन्ट हाल्नु पर्यो। ओरिजिनल कन्टेन्ट हैन। बिस्तारै बिस्तारै अब पेज मोनेटाइजेसन भएपछि बल्लै नै अब चाहिँ हामीले थोडा बहुत कपी पेस्टहरु गर्न मिल्यो हैन त। अब तपाईलाई म यो स्क्रिन तर्फ लैजाँदै छु। यहाँ हेर्नु होला। अब जस्तै तपाईहरु यहाँ हेर्नु होला गाइस हैन। अब यो चाहिँ फाइनली 40k फलोवर पुगेछ हैन। 40k फलोवर पुगे त पनि अझै पनि फेसबुक को मेटा टिमले मलाई मोनेटाइजेसनहरु दिएको छैन हैन। मैले बारम्बार मेल गरे अनि रिक्वेस्ट पनि पठाए तब पनि उले मलाई दिएको छैन। तर अहिले मलाई गएर के लाग्न थाल्यो भन्दाखेरि कि वास्तवमा भनेपछि हाम्रो 1 मिलियन नै किन नहोस् यदि हामीले ओरिजिनल कन्टेन्टमा काम गरेनौं भने हामी चाहिँ सक्सेस हुन गाह्रै छ हैन। यो एकछिनको सक्सेस चाहिँ मिल्छ होला। अब हामीले भ्युजहरु चाहिँ टन्नै कमाउन सकिन्छ। अब तपाई यो पेज हेर्नुस् हैन। यसमा 37 लगभग 48 मिलियन भ्युज गएको छ अहिले सम्म यो पेजमा हैन। अनि अर्निङ $1 ल हेर्नुस् हैन त। अब एउटै भिडियो के भन्छ र 1 मिलियन 2 मिलियन यसरी गइराछ। अब हामी यहाँ हेर्नु पर्यो भने मोनेटाइजेसनमा हाम्रो मेन सोर्स अफ इन्कम भनेको कमाउने भनेकै एड्स अन रिल बोनस अनि इन स्ट्रीम एड यिनी तीनटा हो। बाकी यिनी तीनटा चाहिँ माथिको चाहिँ खासै हुँदैन। यसले अर्निङ चाहिँ हुँदैन हैन। यिनी खुलाउनको लागि एड्स अन रिल बोनस अनि इन स्ट्रीम एड खुलाउनको लागि चाहिँ हामीले लगातार ओरिजिनल कन्टेन्टमा काम गर्नु पर्यो फर्स्टमा हैन। जस्तो मैले गल्ती गरिरहेको छु त्यस्तो चाहिँ रिपिट अरु साथीहरुले चाहिँ नगर्नु होला। पछि गएर के हुन्छ भन्दाखेरि अब पेज मोनेटाइजेसन भइदिएन भने एकदमै गाह्रो हुन्छ हैन। फेरि आजभोलि के छ भन्दाखेरि फेसबुकको अब पहिला क्राइटेरिया के थियो भन्दाखेरि 10,000 फलोवर अनि 60,000 वाच टाइम चाहिन्थ्यो। तर आजभोलि चाहिँ 2025 देखि नयाँ नियम के छ भन्दाखेरि 500 फलोवर भन्दा माथिले आफ्नो पेज मोनेटाइजेसन गर्न सक्छ। त्यसको लागि ओरिजिनल कन्टेन्टमा काम गर्न पर्यो अनि राम्रो कन्टेन्टहरु बनाउनु पर्यो। अब मैले यो अलरेडी सबमिट गरिसकेको छु हैन। यहाँ तपाई हेर्न सक्नुहुन्छ मैले अब सबमिट गरिसकेको। तर अझै पनि मलाई त्यसको कुनै पनि लाभ मिलेको छैन। त्यस्तै अब बोनसमा हेर्नुहुन्छ भने बोनसमा पनि त्यही छ। मैले जब यो लगभग 5000 फलोवर कम्प्लिट भयो थियो मैले चाहिँ सबमिट गरेको हैन। त्यसैले हामी सबै जो पनि साथीहरु नेपाल भन्दा बाहिर बसेर काम गर्दै हुनुहुन्छ हैन। हामीले चाहिँ ध्यान दिन पर्ने फर्स्टमा चाहिँ सक्दो ओरिजिनल कन्टेन्ट चाहिँ अपलोड गर्न पर्यो एभ्री डे हैन। त्यसपछि आउने भविष्यमा च्यानल पेज मोनेटाइजेसन भयो भने अब इन स्ट्रीम एड मैले लङ भिडियो हाल्दैन हैन। मेन कुरो यसमा के भन्दाखेरि यदि तपाईहरुले हामीहरुले जसले पनि आफ्नो पेजलाई मोनेटाइजेसन गर्नु छ फर्स्टमा हामीले रिल स्टोरी लङ भिडियो सर्ट भिडियो सबै हाल्नु पर्यो हैन। राम्रो कन्टेन्ट हाल्नु पर्यो ओरिजिनल कन्टेन्ट हाल्नु पर्यो हैन। तब मात्रै गएर यिनी टुल्सहरु सबै खुल्छ है त गाइस। अब जस्तो मैले गरेछु गल्ती त्यस्तो चाहिँ तपाईहरु नगर्नु होला जहाँसम्म म भन्छु। अब यो पेजको रिच हेर्नुहुन्छ भने लगाउनुस् हैन। रिच एकदम राम्रो छ। रिच छ फेसबुकमा एकदम राम्रो रिच छ हैन। तपाईको 2 दिनमै मिलियन भ्युज गइराछ। तर यो जबसम्म पैसा आउँदैन तबसम्म यो मिलियन भ्युज गयो भने 10 मिलियन गयो भने 20 मिलियन गयो भने त्यसले हामीलाई के हुँदैन क्या हैन।
हामीलाई मेन के हो भन्दाखेरि हाम्रो पेज कसरी मोनेटाइजेसन होस्, हामीले कसरी यो पेजबाट चाहिँ आम्दानी गरौँ, हाम्रो लक्ष्य भनेको त्यही हो नि त होइन। हाम्रो भ्युज मात्रै गएर भएन, भोलिको दिनमा पेज मोनेटाइजेसन हुने हो कि नै त्यो चाहिँ धेरै इम्पोर्टेन्ट कुरा हो। त्यसैले गाइज मेहनत गर्नुहोस् होइन। अनि टाइम लाग्छ, दोस्रो कुरो टाइम लाग्छ। अब मैले यो 40,000 फलोवर्स बनाउनको लागि लगभग पनि धेरै मेहनत गरेँ मैले। फेसबुकको पेज 2015बाट म लगातार काम गरिरहेको थिएँ होइन। 2015बाट अहिलेसम्म लगाएर बिचबिचमा मैले काम त गरेँ, तर त्यसमा के भन्दाखेरि कपिराइट भिडियोहरू हाले पढी होइन, अरूको भिडियो उठाएर हालिदिने अनि अरूको गानाहरू हालिदिने। 15बाट 2025 आउँदासम्म अब बिस्तारै रियलाइज हुन थाल्यो कि किन चाहिँ मलाई फेसबुकले मोनेटाइजेसन नखोलेको होला भन्दाखेरि चाहिँ यो जबसम्म हामीले आफ्नो काम गर्दैनौँ तबसम्म चाहिँ हाम्रो पेज मोनेटाइजेसन हुँदैन है गाइस। ल हामी सबैले मिलेर एकअर्कालाई साथ दिएर सक्दो ओरिजिनल कन्टेन्ट बनाउनु पर्छ। नेपालभन्दा बाहिर बसेका साथीहरू, नेपालमा चाहिँ छैन क्या अहिले फेसबुक मोनेटाइजेसन, नेपालभन्दा बाहिर बसेका साथीहरूले एकअर्कालाई सपोर्ट गरेर डेली काम, जस्तै मैले आजभोलि बनाइरहेको छु होइन, आज के भयो, आज कस्तो भयो, आज छुट्टी भयो, आज कति बजी ड्युटी हो, डेलीको तपाईँको त्यही भिडियो पनि दिनमा जे काम गरिन्छ त्यसको सानो सर्ट बनाएर हालिराखौँ होइन। हामीले कुनै यो बनाउनु पर्दैन, जो काम दिनभरि हामीले दिनमा आज के कस्तो भयो गतिविधिहरू होइन, के काम गरियो, कहिले खाना खाइयो, यिनी कुराहरू पनि हाल्दा पनि हुन्छ है त गाइस।